Hello, everybody, guys. Welcome to the show. Come on, नमस्ते। आज नेपाल धार्मिक युद्धको सङ्घारमा उभिरहेको बेला मैले भन्नै पर्ने कुरो हिन्दू धर्म अवलम्बीहरूको यो त्यो छेचिमेरा बन्ने बेला हुन्छ नि, त्यो के भन्छ धमिरा जब बखेडा पलाएर छेचिमेरा बन्छ त्यसपछि मर्छ, त्यो अवस्थामा पुगिसकेका म देख्दैछु। त्यो खालको व्यवहार नगर्नु होला साथीहरू। हिन्दू धर्म अवलम्बीहरू सबै मान्छेलाई पनि हामीले नेपालमा सम्मानै गरेको छ, तपाईहरुलाई नराम्रो गरेको छैन। यी टपरे बाहुन, ती ढोंगी बाहुन चाहिँ विशेष गरेर अरु सनातन तरिकाले धर्म मान्दै आएका मान्छे ठिकठाकै छन्। यो ढोंगी बाहुन यी बाबाहरूले गर्दा देश धर्मयुद्धतिर अगाडि बढिरहेको छ। तर साँच्चै धर्मयुद्ध भयो भने हिन्दूको अस्तित्व नेपालबाट मेटिन्छ, यो कुरा याद राख्नु होला। किनभने यिनीहरूले क्रिश्चियनलाई देख्नै सक्दैन, पहिलो कुरो मुस्लिमलाई देख्नै सक्दैन। अनि त्यसपछि यतापट्टि रह्यो, यता पूर्वपट्टि भनेको अब किराँत समुदाय छ, विशेष गरेर राई लिम्बू, यिनीहरूलाई फगाउन खोज्छ। यिनीहरूलाई फगाउन खोजेर के गर्नु र के कुरै मिल्दैन। कुरा नमिलिसकेपछि के काम? त्यही भएर धर्मयुद्धको उयो नगर। 82% हिन्दूसँग भनेर भन्छौ, 13% बाहुन हो, त्यति हिन्दू हुन् खास हिन्दू चाहिँ। क्षेत्री 16% छ, क्षेत्री हिन्दू हुँदै होइन। यिनीहरू मस्ट धर्म मान्छन्। अनि हिन्दू धर्म थोरैले मान्या होलान्। त्यसमध्येमा पश्चिमतिर त ठुलो प्रभाव छ हिन्दू धर्मको। यता पश्चिमी भूभागतिर जस्तो मगर गुरुङले पनि अलिअलि हिन्दू धर्म मानेका छन्। तर कति बुझ्ने मान्छेहरूले, आफ्नो इतिहास खोज्ने मान्छेले, इतिहास बुझेका मान्छेहरूले त्यो हिन्दू धर्म मान्न छोडिसके। त्यो वास्ता गर्दैनन्, त्यसलाई मन पराउँदैनन्। अब त्यसको परिणाम भनेको के हुन्छ त भन्दाखेरि, जब यी ढोंगी बाबाहरूले न्यु खोज्दै आउँछन् नि, एक एक मर्दै मर्दै जान्छन्। जस्तो हिजो सुनसरीमा एक दुईजना मरे, उता पर्दा सिरामा एउटा मर्यो। त्यसरी मर्दै मर्दै अब आन्दोलनमा बाहिर निस्किँदै जाने हो भने अझै त्यो त मृत्युको हो। त्यो भन्छ, के भन्छ, श्रृङ्खला। ढोंगीहरूको मृत्युको श्रृङ्खला बढ्दै जानुपर्ने। ती मरेका चाहिँ गलत मान्छे मरेका हुन्, ती सही मान्छे मरेका होइनन्। मर्नु